हेलो साथीहरु, आज म तपाईहरुलाई आजको यस भिडियोमा 1K सब्स्क्राइबर कसरी पुर्याउने भनेर म आज तपाईहरुलाई भन्न गएको छु। सबभन्दा पहिला त म तपाईहरुलाई एउटा कुरा बताउन चाहन्छु साथीहरु। YouTube भनेको नेपालमा भर्खर मात्रै 2 अर्ब भन्दा बढी पैसा YouTube टिकटकबाट भित्रिएको छ साथीहरु। तपाईहरुले पनि यो पैसा कमाउन सक्नुहुन्छ। त्यो कसरी म तपाईहरुलाई आज बताउने छु। म तपाईहरुलाई आज YouTube मा पैसा कसरी कमाउने। तपाईले YouTube बाट यति पैसा कमाउन सक्नुहुन्छ कि साथीहरु, जुन पैसा तपाईले कल्पना पनि गर्न सक्नुहुन्न के। त्यति धेरै पैसा YouTube बाट कमाउन सक्नुहुन्छ साथीहरु। त्यसको लागि च्यानलमा 1000 सब्स्क्राइबर र 4000 घण्टा वाच आवर पुग्नु पर्ने हुन्छ। म तपाईहरुलाई आजको यस भिडियोमा चाहिँ 1000 सब्स्क्राइबर कसरी सजिलै प्राप्त गर्ने भनेर सिकाउन गएको छु। यो भन्दा अर्को भिडियोमा म तपाईहरुलाई 4000 घण्टा वाच आवर कसरी पुर्याउन सकिन्छ भन्ने कुरा म जानकारी दिनेछु साथीहरु। त्यसको लागि तपाईले यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला साथीहरु, ताकि कुनै पनि भिडियो आउनेबित्तिकै सबैभन्दा पहिला तपाईको YouTube मा नोटिफिकेसन आओस् साथीहरु। ल साथीहरु, ढिला नगरिकन म तपाईहरुलाई लिन गइरहेको छु साथीहरु। म पहिला तपाईले सबभन्दा पहिला चाहिँ YouTube खोल्नुहोस्। YouTube खोलेर तपाईले यहाँ सर्च गर्नुहोस्। यहाँ चाहिँ सब्स्क्राइब कसरी बढाउने भनेर यहाँ सर्च गर्नुहोस्। यसमा धेरै भिडियोहरु आउँछन् सब्स्क्राइब कसरी बढाउने भनेर। यो कुरा तपाईलाई सानो लाग्ला, तर तपाईको मोबाइलको YouTube च्यानलमा 1000 सब्स्क्राइबर पुर्याउन एकदमै ठूलो सहयोग पुग्छ है साथीहरु। हेर्नुस्, साना मिलेर नै अघि बढ्न सकिन्छ साथीहरु। यहाँ एउटा टेक्निकल भ्यू भन्ने एउटा YouTube च्यानल छ, म यो तपाईलाई देखाउन गइरहेको छु। तपाईहरुले हेर्दै गएपछि यहाँ तपाईहरुले क्लिक गरेपछि कपिराइट आउँछ। म यस्तो हटाउँछु। यहाँ तपाईले कमेन्ट हेर्नुस् है साथीहरु। कमेन्टमा के भनेको छ? साना युट्युबर साथीहरु मिलेर अगाडि बढ्नुपर्छ। प्लिज कीप सपोर्टिङ, थ्यांक्स 78 सब्स्क्राइबर्स भन्नुभएको छ। यहाँ 78 भन्नुभएको छ। यहाँ उहाँको च्यानल हेरौँ है त, 79 छ। उहाँको सब्स्क्राइबर बढेको छ। अरु पनि हेरौँ है। तपाईले के गर्नुपर्छ भने चाहिँ उहाँको च्यानलमा गएर सब्स्क्राइब गर्ने। उहाँको च्यानलमा जानुस्, यसरी भ्यू च्यानल गर्नुस्। उहाँको च्यानलमा सब्स्क्राइब गर्नुस्। सब्स्क्राइब गरेर यहाँ एउटा कमेन्ट छोड्दिनुस् है। हेर्नुस् है साथीहरु, ध्यान दिएर अन्तिमसम्म हेर्नुस् है। तपाईको 1000 सब्स्क्राइबर मजाले पुग्छ साथीहरु। यहाँ कमेन्ट छोड्नुस्। सब्स्क्राइब SUBSCRI सब्स्क्राइब डन प्लिज ब्याक भनेर एउटा कमेन्ट छोड्दिनुस्। के हुन्छ भने चाहिँ यसले तपाईको च्यानल उहाँले जब यो कमेन्ट पढ्नुहुन्छ तपाईको च्यानल पनि सब्स्क्राइब गर्नुहुन्छ साथीहरु। यहाँ अरु पनि हेर्न सक्नुहुन्छ। यसरी नै तपाईले सबै यहाँ तल हेर्नुस् कमेन्टमा थ्यांक्स फर 5 सब्स्क्राइबर भनेको छ। उहाँको च्यानल हेरौँ, 15 सब्स्क्राइबर पुगिसकेको छ। हेर्नुस् साथीहरु, 5 सब्स्क्राइबर थियो, 15 पुगिसकेको छ। यहाँ तल अरु पनि कमेन्टहरु, यहाँ थ्यांक्स फर 40 सब्स्क्राइबर्स भन्नुभयो। 40 वटा थियो, 41 वटा छ। यहाँ 700 थ्यांक्स फर 710 सब्स्क्राइबर्स भन्नुभएको छ। यहाँ हेर्नुस् 723 पुगिसकेको छ साथीहरु। तपाईले के गर्नु पर्यो भने चाहिँ साथीहरु, जसले यो कमेन्ट गर्नुभयो तपाईले पनि एउटा कमेन्ट गर्नुस्। यसमा कमेन्ट गर्न सक्नुहुन्छ थ्यांक्स फर, यहाँ कमेन्ट गर्न सक्नुहुन्छ थ्यांक्स फर 10 सब्स्क्राइबर प्लिज सपोर्ट इच अदर भनेर यसरी कमेन्ट गर्नुभयो भने साथीहरु के हुन्छ भने चाहिँ यसले तपाईको कमेन्ट जब अरु साथीहरुले, साना युट्युबर साथीहरुले पढ्नुहुन्छ, तपाई हामी जस्तै साना युट्युबर साथीहरुले पढ्नुहुन्छ, तपाईको कमेन्ट पढिसकेपछि तपाईको च्यानलमा गएर सब्स्क्राइब गर्नुहुन्छ। तपाईले पनि अरुले जुन साथीहरुले कमेन्ट गर्नुभएको छ त्यतै साथीहरुको च्यानलमा जाने, सब्स्क्राइब गर्ने अनि एउटा कमेन्ट छोड्ने, थ्यांक्स फर यति सब्स्क्राइबर्स प्लिज रिटर्न ब्याक भनेर कमेन्ट गर्ने। यसरी तपाईको सब्स्क्राइबर चाँडोभन्दा चाँडो बढ्छ साथीहरु। यो चाहिँ मैले तपाईलाई कुरा सानो लाग्ला, तर यो तरिकाले एकदमै छिटो मेरो पनि यसरी नै बढेको थियो साथी। सुरुमा यसरी नै मैले 1K 1000 सब्स्क्राइबर बढाएको थिएँ। यसरी नै तपाईले बढाउन सक्नुहुन्छ साथीहरु। कुरा तपाईले बुझ्नु भयो होला साथीहरु। बुझ्नु भएको छैन भने कमेन्ट गर्नु होला। यो भिडियोको मुनि पनि तपाईले कमेन्ट छोड्न सक्नुहुन्छ कि थ्यांक्स फर 15 सब्स्क्राइबर, थ्यांक्स फर 50 सब्स्क्राइबर। र जुन साथीको 1000 भन्दा कम सब्स्क्राइबर छ उहाँले त्यो कमेन्टमा गएर सब्स्क्राइब गरेर कमेन्ट छोड्नु होला।
यसरी पनि तपाईहरुले सब्स्क्राइबर साटासाट गर्न सक्नुहुन्छ साथीहरु। यो त एकदमै राम्रो एकदमै सरल सजिलो तरिका हो साथीहरु। तपाईहरुलाई कस्तो लाग्यो भिडियो? म अर्को भिडियोमा 4000 घण्टा वाच आवर कसरी पुर्याउने भनेर म तपाईहरुलाई एकदमै राम्रो जुन पनि मैले अहिले गरिरहेको छु साथीहरु त्यही 4000 घण्टा पुर्याउन एकदमै गाह्रो हुन्छ। 1000 सब्स्क्राइबर त पुग्ला तर 4000 घण्टा पुर्याउन एकदमै गाह्रो हुन्छ साथीहरु। मैले जुन आइडिया अहिले ल्यापटपमा गर्दै छु साथीहरु यो आइडिया म तपाईहरुलाई अर्को भिडियोमा ल्याउनु छु। च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला साथीहरु। यति भन्दै म बिदा माग्छु। कस्तो लाग्यो के लाग्यो कमेन्ट सल्लाह सुझाव कमेन्ट बक्समा कमेन्ट गर्नु होला। हस् त साथीहरु मेरो नाम हो योगेश डीसी। हस् त धन्यवाद। च्यानल सब्स्क्राइब गर्न नबिर्सनु होला है त साथीहरु। हस् त धन्यवाद।